मिठो बिरयानी खान चाहनुहुन्छ भने यहाँ आउन नछुटाउनु होला। आज चाहिँ म आएको छु महेन्द्रनगरको न्यू देउरालीमा यहाँको एकदम नै फेमस बिरयानी ट्राई गर्न। अनि सिरियसली भन्नुपर्दा यहाँको बिरयानीको तारिफ मैले धेरै नै सुनेको छु। यताको बिरयानी यति फेमस छ, यो ठाउँको बिरयानी यति छिटो सकिन्छ। बिहान 10 बजेबाट स्टार्ट हुन्छ र 1 बजेसम्म म्याक्सिमम बिरयानी सकिसकेको हुन्छ। हजुरहरु पनि यता बिरयानी खान जाने सोच्नु हुँदैछ भने एकचोटि कल गरिहाल्नु होला है यता। अनि यता चाहिँ एकदम नै युनिक तरिकाले बिरयानी बनाउने गरिएको छ अनि रेट पनि एकदम नै रिजनेबल, मात्र 220 मा हजुरले यति सारो बिरयानी खान। अनि मलाई थाहा छ तिमीहरु अहिलेसम्म यो भिडियो लाइक नगरिकन हेरिराका छौ, सो अहिले फर्स्ट गएर यो भिडियो लाइक गरिहाल है। अनि हाम्रो कमेन्ट बक्समा गएर आई एम बिरयानी लभर लेख्न चाहिँ नछुटाउनु होला, किनकि म सबैको कमेन्टहरु पढिरहेको हुन्छु। अनि बिरयानीको कुरा गर्नु हो त फर्स्टमा यसमाको यो स्पाइसेसहरुको स्मेलहरु यस्तो दामी आइरहेको छ नि। अनि यता चाहिँ हजुरलाई बिरयानी अनि बिरयानीको साथमा ग्रेभीहरु भयो अनि सलाद चाहिँ मिल्ने गरेको छ है। अनि टेस्टको यदि कुरा गर्नुहुन्छ भने मलाई अति नै मिठो लाग्यो कि यसको जति तारिफ गर्दा पनि कम पर्छ के, अति मिठो छ। मेनली यताको टेस्ट मलाई युनिक लाग्यो, अति नै युनिक छ कि। अनि त्यसको साथसाथै यसमा जति पनि स्पाइसेसहरु युज भएको छ एकदम नै राम्रोसँग ब्लेन्ड भएर एकदम दामी टेस्ट दिइरहेको छ बिरयानीको। आई विल गिभ 10 आउट अफ 10 के यो बिरयानीलाई एकदम नै मिठो मिठो मिठो। यदि हजुरहरूलाई पनि महेन्द्रनगरमा मिठो बिरयानी खानु मन छ भनेपछि एकचोटि हाम्रो देउरालीले अवश्य सम्झिनु होला।